हेलो एन्ड नमस्ते सबैजनालाई वेलकम ब्याक टु आवर च्यानल। एन्फाले 2024 सेप्टेम्बर 16 मा राष्ट्रिय टिमका प्रमुख प्रशिक्षकको पदका लागि आवेदन खुला गरेको थियो, जसका लागि 15 दिने सूचना जारी गरिएको थियो। 400 भन्दा बढी उम्मेदवारले आवेदन दिएका थिए भने जसबाट एन्फाले अन्तिम चरणका लागि 5 जनालाई सर्टलिस्ट गर्यो र अन्त्यमा म्याट रोसलाई नयाँ प्रमुख प्रशिक्षकको रूपमा चयन गरियो। म्याट रोसको पूरा नाम म्याथ्यू पेरी रोस रहेको छ। 1978 जनवरी 4 मा अस्ट्रेलियाको न्यू क्यासलमा जन्मिएका एक अनुभवी फुटबल प्रशिक्षक हुन्, जसको करियर 2007 देखि विभिन्न भूमिकाहरूमा फैलिएको छ। रोसले नेपालको प्रमुख प्रशिक्षकको रूपमा आफ्नो पहिलो खेल 2025 मार्च 21 मा सिङ्गापुर विरुद्धको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा खेल्नेछन्। त्यसपछि नेपालले मार्च 25 मा मलेसियासँग एएफसी एसियन कप छनौटको अन्तर्गत प्रतिस्पर्धा पनि गर्नेछ। नेपालले सुरुवाती रूपमा मलेसिया विरुद्धको खेल घरेलु मैदानमा खेल्ने तालिका थियो, तर दशरथ रङ्गशालाको अन्तर्राष्ट्रिय मापदण्ड पूरा नगरेका कारण खेल मलेसियामै हुने भएको छ। र रोसको आधिकारिक नियुक्ति यी महत्त्वपूर्ण खेलहरूभन्दा 19 दिन मात्र अगाडि घोषणा गरिएको भए तापनि उनी नेपाल पहिले आइपुगेका थिए। उनले नेपाली फुटबलको वातावरणको प्रशंसा गर्दै प्रशिक्षकहरूको रूपमा भूमिका निर्वाह गर्न पाएकोमा उत्साहित भन्ने बताएका थिए। उनले भनेका छन्, नेपाल आइपुगेदेखि नै यहाँको फुटबलप्रतिको अपार जोस देख्न पाएको छु। मैले महिला लिग, अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिप र केपी ओली कप अवलोकन गरेँ। म खेलाडीसँग काम गर्न उत्साहित छु। धेरै नेपाली खेलाडीहरू अस्ट्रेलिया गएका छन् भन्ने कुरा मैले थाहा पाएको छु। म स्वयं अस्ट्रेलियाबाट आएको भएकाले यो विषय मेरो लागि महत्त्वपूर्ण छ, उनले थपे। उनले नेपाली खेलाडीहरूको प्राविधिक क्षमताको प्रशंसा गर्दै सिङ्गापुर र मलेसियासँगको खेलको तयारी गर्न अल्प समय रहेको बताए। मलेसिया र सिङ्गापुर हाम्रा लागि कठिन चुनौती हुन्। हाम्रो तयारीका लागि समय निकै सीमित छ, त्यसैले हामीले तुरुन्तै प्रशिक्षण सुरु गर्ने आवश्यक छ। खेलाडीसँग सम्बन्ध स्थापित गर्न महत्त्वपूर्ण छ। चुनौतीहरू भए पनि हामी तयार छौँ भनेर उनले बताए। रोसको लक्ष्य एएफसी एसियन कप छनौटमा अङ्क सुरक्षित गर्नुका साथै नेपाली फुटबलको स्तर सुधार गर्नु हो। उनले आफ्नो दीर्घकालीन योजना पनि प्रस्तुत गरे, जसमा ग्रासरुट फुटबलको विकास, नेपालको फिफा वरियता सुधार र पुरुष तथा महिला दुवैतर्फ साफ च्याम्पियनसिप जित्ने लक्ष्य समावेश छ। र उनको कोचिङ करियरको कुरा गर्दा 47 वर्षीय रोससँग युएफए प्रो लाइसेन्स छ। उनले 2020 मा दक्षिण कोरियाको महिला राष्ट्रिय टिमको सहायक प्रशिक्षकको रूपमा कार्य गरेका थिए। सो टिम 2022 एएफसी महिला एसियन कपको फाइनलसम्म पुगेको थियो, जहाँ चीनसँग 3-2 को हार बेहोरेको थियो। कोरियामा प्रशिक्षकको रूपमा नियुक्ति हुनु अघि उनले चीनको अन्डर 15 महिला टिमलाई प्रशिक्षित गरेका थिए। साथै उनले 4 वर्षसम्म जर्मन बुन्डेसलिगा क्लब फ्र्याङ्कफर्टको महिला टिमका लागि भिडियो विश्लेषकको रूपमा काम गरेका थिए। यस क्रममा फ्र्याङ्कफर्टले 2015 मा युएफए महिला च्याम्पियनसिपको लिग जितेको थियो। उनले त्यसपछि युएफए प्रो लाइसेन्स प्राप्त गरे र 2 वर्षसम्म फ्र्याङ्कफर्टको प्रमुख प्रशिक्षक बने। 2017 मा उनले स्विडेनको शीर्ष डिभिजन क्लब भेक्सोको प्रशिक्षकको रूपमा काम गरे। त्यहाँबाट उनी चीन हुँदै कोरिया पुगे। उनको पछिल्लो जिम्मेवारी युएईको युनाइटेड एफसीको सहायक प्रशिक्षकको रूपमा रहेको थियो। नेपाल 2027 एएफसी एसियन कप छनौटको अन्तिम चरणमा समूह एफमा रहेको छ, जहाँ उसले भियतनाम, लाओस र मलेसियासँग प्रतिस्पर्धा गर्नेछ। समूह विजेताले मात्र 2027 मा साउदी अरेबियाको आयोजना हुने एएफसी एसियन कपका लागि छनौट हुनेछन्। के म्याट रोसले नेपालमा राम्रो प्रदर्शन गरी फिफा र्याङ्किङमा सुधार ल्याउन सक्नुहुन्छ त? आफ्नो विचारहरू तलको कमेन्ट सेक्सनमा लेख्नुहोला। जय नेपाल।